खतरनाक पानी चल रहा है इस नहर में, क्या डूबने से बचे। और ये भाई बीच में फंस गए। खोलामा यत्रो पानी आएर मान्छे उद्धार गर्ने पनि लगिहाल्यो। अल्लाह ताला इन्हें बचा दे। प्रहरी आउँ कता पुऱ्यायो हाम्रो उद्धार गर्ने बिचरा पुलिसलाई पनि गाह्रो छ। अब डोरी बाँडेर जान लागेको छ भाइहरूमा फसेर बसेर खोलाको बिचमा पारी पनि बिचरा भाइहरू आत्तिसक्यो। अब हाम्रो उद्धार गर्ने जाँदै हुनुहुन्छ जाँदै बिचरा खोलामा यत्रो पानी आएर मान्छे लगेर उद्धार गर्ने पनि लग्यो क्या उद्धार हुँदैछ। है त प्रहरी आउँ कता पुऱ्यायो हाम्रो उद्धार गर्ने बिचरा गाह्रो छ। हामी पनि सकेन जानलाई पारी। कस्तो टिट लागेको भाइ त्यो भाइहरू बल खेल्न गाह्रो जस्तो लाग्यो मलाई चाहिँ। झन् खोला बढिरहेको तान्नलाई किचन के हो त्यो पुलिस आएपछि त उद्धार गरिहाल्छन्। खोलो झन् बढेको बढै छ। यो भाइहरू बिचरा बच्चाहरूलाई कसरी तान्छन् यतातिर। अब यहाँ तान्नको लागि डोजर त आएको छ। अब यो डोजरले क्रेन कि सक्दैन। के भन्छ यसलाई अहिले बर्खाको बेलामा यही तान्नलाई यो लिएर बनाएको जस्तो छ। खोलो हेर्नु त झन् पछि झन् बढेर बाढा होला झन् खोला बढेछ। पानी यस्तो पर्यो खोलो झन् बढेर यत्रो बढेर आयो। यो भाइहरूलाई पानी बढेछ। खोलो हेर्नु त दिदी उठेर यस्तो बस्छ। यो भाइहरू कसका लाग्यो थियो कसका छोरा होला नि बिचरा अब छैन यति पनि। सबै बल खेल्न गएको थियो छिटो छिटो उद्धार गरे त हुन्थ्यो नि। किन उद्धार गर्नलाई ढिला भयो कि यहाँ आएको त 1-1.5 घन्टा भइसक्यो त। यो भाइहरू 1-1.5 घन्टादेखि पछि डोजर आछ। यो डोजरले अब तान्ने प्रयास हुँदैछ। के गर्नु हो म त केही बुझिनँ। अब बर्खाको बेलामा माथि गइसक्यो भाइ।